भाग्दा रहेछ यार। बोडी त सानो छैन त जक्सेनाको जस्तो होइ यत्रो छ होइ छ यो अघि कराउने त हो चाहिँ हामीले पानी सुकाइसकेको है। यो मान्छेले भेट्टाको पा चाहिँ यहाँ भित्र छ है पा। एकछिनै तिमी टस बाल्नु पर्यो नि त। म टस बाल्छु ल। यो माथि छ डन्डीले उता म डन्डीले देखाउँछु तर यहाँनिर हो यो चाहिँ पा हो यहाँनिर छ। अब निकाल्नुपर्छ यसलाई। उयो काँडै बोडी त सानो छैन त जक्सेनाको जस्तो होइ यत्रो छ होइ बोडी त सानो झिक्नुमै केटा नहल्लाई बनाएर है त्यहाँ देखाएर दामी त्यसरी उछेरै गर बत्ती चाहिँ नदिदिउँ मरि ल गर है भात छिर्दैन अगाडि नजान्छ नि एकचोटि बसेर छैन यहाँ हेर्नु त केटा अहिले यहाँ म तिमीलाई थाहा चाहिँ सिनै म मात्र धेरै बाली जस्तो केटा हो भाग्दा रहेछ यार। पाको जमाना दुईवटा यो मान्छेले हेर्दैछ दुईवटा नक्करै बसेको त फेरि त्यहाँ उम्किन्छ नि चुप लागेर बसेको त हामीले चाहिँ निकाल्नु नसकेर आल बारेर छोडिदिएको होइन दह बनाएर छोडिदिएको हेर्नु न पा दुईवटा एउटा त्यहाँ अनि अघि एउटा मैले देखाएँ नि यहाँ ला यो त भागी सही त्यहाँ यता पनि छ यहाँ हेर्नु त एकछिन यहाँ हेर्नु त अहिले कता हो यहाँ हेर्नु त ढुङ्गामा टालिरहेछ दह बारेर छोडिदिनुपर्छ कि यस्तो पाएको त काम पुगिहाल्छ नि बार्ने ठाउँै हुँदैन यहाँ त यहाँबाट सुरु गर्नुपर्छ हो यहाँ चाहिँ छौ पाहाड छ भने उता उता चाहिँ खतरा भिड रहेछ फेरि जाउँ न उठो नि बारौँ
बाटो अप्ठ्यारो छ नि यार, काँडै काँडा छ त नि सक्दैन। सानो ढङ्सिरो होइन यहाँ त छ नि हौ यस्तोमा त ओइ काँडा रहेछ है। सागा फेरि यहाँबाट केटीहरू लड्ला है, यहाँबाट लड्यो भने त फेरि यहाँ यो भिरबाट तल्लोमा अड्किँदैन, यसमा तला अघि हामी आएको यताबाट हो, मात्रै पल्टाउनु हामी यताबाट यहाँनिर ढुङ्गा चाहिँ पल्टाउनु पर्छ। यहाँ त सबै यहाँ चाहिँ छ हौ पक्कै यो भलले बगाएर लिएर यहाँ राखेको होला क्या, थुप्रो यतै हुन्छ क्या। ल सुरु गरौँ। केटाहरू फेरि यता नआवा लड्छ भनेको आक्कै गर्छ केटाहरू। नगर्नु बोकिराख्नु। 4 इंच भइसक्यो, 4 इंच भइसक्यो त चाँडो अब 5 बजीतिर जान्छ हामी। ल हटाऊ यो चाहिँ सिसा छ। पोरा हामीले यहाँ तलबाट लगेको तल्लो चाहिँ तल्लो स्टेप यहाँदेखि लगेको जौलो छैन बाई गर चढौँ लड्ला। हाम्रो पाहा पाउने खोला चाहिँ यस्तो छ है साथीहरू, हेर्नुहोला यो खोलामा चाहिँ पाहा पाइन्छ। आज चाहिँ थोरै भेट्टाइयो, तैपनि ठिकै छ, अर्को दिन आउनुपर्छ कि त फेरि अलिक टाइम मिलाएर। ल है साथीहरू आजलाई यति नै। यो भिडियो मन परे लाइक कमेन्ट सेयर गर्नुहोला र युट्युब पनि सब्सक्राइब गर्नुहोला है त।